आज नेपाली राष्ट्रिय क्रिकेट टिम युएईतर्फ प्रस्थान गरिरहेको छ। वेस्ट इन्डिजसँगको 3वटा टी20 श्रृङ्खला खेल्नको लागि नेपाली टिम आज बेलुकासम्ममा युएई प्रस्थान गरिरहेको हो। वेस्ट इन्डिजको टिमले नेपालसँग खेल्ने स्क्वाडको समेत घोषणा गरेको छ। कुन कुन खेलाडीहरू समावेश भएका छन्, साथै टी20 विश्वकप लक्षित नेपालको तयारी कस्तो किसिमको रहेको छ, सो सम्बन्धी पनि आजको भिडियोमा अपडेट रहनेछ। भिडियो मन परेमा अवश्य पनि लाइक, च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब र नेपाली टिमलाई शुभकामना पनि अवश्य प्रदान गर्नुहोला। नेपाली टिमले होम ग्राउन्डमा त्यति अभ्यास गर्न पाएन। जेनजी आन्दोलन त्यसै गरेर त्यसपछि उत्पन्न भएको परिस्थितिको कारण नेपाली टिमले अभ्यास गर्न पाएन। होम ग्राउन्डमा एक साता जतिको अभ्यासपछि नेपाली टिम आज युएईतर्फ प्रस्थान गरिरहेको छ। युएईमा वेस्ट इन्डिजसँग नेपाली टिमले 3वटा टी20 श्रृङ्खलाहरू खेल्ने भएको हो। विश्वकपको तयारी स्वरूप लिएको नेपाली टिमले वेस्ट इन्डिज विरुद्धको सिरिज एकदमै महत्त्वपूर्ण हुनुका साथै नेपालले टी20 विश्वकप छनौटमा कस्तो किसिमको प्रदर्शन गर्न सक्छ त्यसको पनि आकलन गर्न सकिन्छ। टिममा साहेब र आदिल आलम अन्सारीको कमब्याक भएसँगै नेपाली टिम केही बलियो देखिएको छ। उता वेस्ट इन्डिजको टिममा भने सबै नयाँ अनुहारहरू देखिएका छन्। एकल हुसेनको कप्तानीमा रहेको वेस्ट इन्डिजको टिममा फाबिन एलन, जेल एन्ड्रयू, एकम एगस्ट, नवीन विदेशी, जदिम ब्लेसी, निर ज्याङ्गो, एलमायर, ओबियर म्याक्रो, जिसान मोतारा, रेमन्ड साइमन्स, स्यामर स्प्रिङ्गर, त्यसै गरेर एसिक रिटी र करेम गोरेलाई टिममा समेट्दै वेस्ट इन्डिजले बलियो टिमहरू समावेश गरेको छ। लगभग बढी जसो नयाँ अनुहारहरू रहेको वेस्ट इन्डिजको टिम टी20 फर्मेटका लागि भने उपयुक्त खेलाडीहरू समावेश गरेको हामीले देखिरहेका छौँ। टी20मा उत्कृष्ट किसिमको युवा खेलाडीहरू समेटेर वेस्ट इन्डिजले आफ्नो टिम बनाउँदा नेपालको पनि युवा टिम रहेका कारण उत्कृष्ट किसिमको सिरिज हुने अनुमान गर्न सकिन्छ। तर नाम चलेका खेलाडीहरू पनि टोलीमा रहेका छैनन्। आगामी वेस्ट इन्डिजको टिम यही नै बन्न सक्ने हामीले अपेक्षा गरिरहेका छौँ। र ओमानमा हुने टी20 विश्वकप छनौटमा नेपाली टिमले अभ्यास स्वरूप ओमान र कतारसँग खेल्न लागेको छ। 4 अक्टोबर र 6 अक्टोबरमा खेल्ने खेल, त्यसै गरेर विश्वकप छनौट अन्तर्गतको खेलमा नेपाली टिमले 8 अक्टोबरमा जापान, 10 अक्टोबरमा कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ। नेपाली टोली सुपर 6 हुँदै शीर्ष 3 भित्र हटाओस्, यो नेपाली टिमलाई शुभकामना रहेको छ। यस्तै अपडेटका साथ उपस्थित हुनेछौँ। अहिलेलाई यति नै। हवस्, नमस्ते।